हजुरलाई नमस्ते मेरो भूपेन ब्लग्समा हजुरलाई मेरो ब्लग्समा स्वागत छ। आजको ब्लग चाहिँ हुने पर्यो आइफोन 17 को भिडियो क्वालिटी सबै म तपाईँलाई रिभ्यू दिन्छु। अहिले म जुन भिडियो मेरो हेर्नु हुँदैछ यो आइफोन 17 को हो। अलिअलि घाम लागेको छ, अलिअलि घाममा मतलब यस्तो क्लिन आएको छ किन आइफोन 17 यसै पनि क्लिनै हुन्छ, लेकिन जति घाम भेट्यो त्यति नै राम्रो भिडियो क्वालिटी हुन्छ। त्यो तपाईँलाई सबैलाई थाहा छ भिडियो क्वालिटी फोटोहरू। अनि म त्यसको विषयमा आज तपाईँलाई क्लिप देखाउने छु आइफोन 17 को भिडियो अनि त्यहाँबाट फोटो कस्ता कस्ता आउँदो रहेछ आइफोन 17 को। तपाईँहरू यदि सोच्नु हुँदैछ भने आइफोन लिन्छु भनेर मेरो बेटरमा, किनकि 14, 13हरू केही नलिनु, 15देखिबाट माथिको सिरिज लिनु, 15, 16, 17 त्यहाँका मतलब सफ्टवेयर अपडेटहरू पनि राम्रो भेट्नुहुन्छ। सबै थोक राम्रो हुन्छ किनकि अलिकति ओल्ड मोडल भइसक्यो 14हरू 13हरू। तपाईँ 15 वा 16 वा 17 यदि तपाईँ मलाई सोच्नु हुँदैछ कि 16 लिन्छु भनेर अलिकति बजेट बढाएर तपाईँ 70मा जानु। 70मा किनकि डिस्प्ले पनि 120 भेट्नुहुन्छ, बहुत थोन अप्सन्स, क्यामेराको पनि बहुत राम्रो भएको छ अहिले आइफोन 17। अनि यो जुन मेरो अहिले भिडियो हुँदैछ सुट, त्यो भिडियो पनि आइफोन 17 के हो। तपाईँहरू देख्नु हुँदैछ कस्तो के छ आएको, तपाईँलाई क्लियर देख्नु हुँदैछ। अनि त्यहाँबाट म फोटोहरू पनि तपाईँहरूलाई देखाउँदैछु, पोर्ट्रेट मोडको फोटोहरूको सब थोक म देखाउँदैछु, वाइड एङ्गलहरूको पनि। तपाईँ जस्ट मेरो भिडियोमा बस्दै गर्नु। अनि यो भिडियो चाहिँ मेरो वाइड एङ्गलमा भएको छ, सकिन्छ। यो चाहिँ डाइरेक्ट भिडियोको 1x मा, अनि यो 2x मा हो भिडियोको। अनि त्यहाँबाट यो चाहिँ हो वाइड एङ्गलमा हो, यो चाहिँ हेर्न सक्नुहुन्छ वाइड एङ्गलमा यस्तो छ भिडियोको। यो चाहिँ हो प्रोटेक्ट मोडको, हेर्न सक्नुहुन्छ यस्तो चाहिँ प्रोटेक्ट मोडमा चाहिँ यो छ, यस्तो चाहिँ पछाडिको गोटै ब्लर ब्लर भएको छैन, अगाडि मात्रै राम्रो देखिएको छ। अनि यो 2x को है आइफोन 17 को प्रोटेक्ट मोड। अनि यो 3x को हेर्न सक्नुहुन्छ, 3x को यस्तो चाहिँ। यो फोटो चाहिँ हो वाइड एङ्गलको, 2x को, 3x को, 5x को, 6x को, 7x को, 8x को, 9x को, 10x को। तपाईँहरूले हेर्नु नै भयो होला फोटो अनि भिडियो भनेर सिनेमेटिक सर्टहरूको एभ्रिथिङ मैले तपाईँलाई देखाइदिइसकेँ। 2025 मा लन्च भएको, अब 2026 मा पनि 17 नै न्यू हुन्छ, अपग्रेड यही नै हुन्छ न्यू। अनि त्यहाँबाट किनकि 2026 मा मतलब 18 प्रो म्याक्स 18 प्रो मात्रै लन्च हुन्छ, 18 लन्च हुँदैन। तपाईँहरू 17 मा जानु, 16 लिनुहुन्छ भने 17 लिनु, या तपाईँहरू 15 लिनुहुन्छ भने पनि राम्रै कन्डिसन छ। लेकिन 16 लिने मान्छेहरूले चाहिँ बित्तिकै बजेट बढाएर 17 तिर जानु। म तपाईँलाई यति नै भनिदिएको, किनकि तपाईँहरूको लागि पनि म राम्रै भनिदिएको, किनकि मैले पनि लिएको छु 17 नै। जुन रेकर्ड भएको जुन यो भोइस जाँदैछ त्यो भोइस पनि आइफोन 17 को क्याप्चर हो। मैले कुनै माइक साइक काहीँ पनि केही लागेको छैन। मेरो जति पनि ब्लग हुन्छ आइफोन 17 को डाइरेक्ट क्लियर, माइक साइक युज नगरिकन विदाउट माइकको। देखि भने कति क्लियर आवाज आएको छ। आइफोनको सबैको क्लियर नै आवाज आउँछ, लेकिन अलिकति आइफोन 17 को बेटर छ। त्यही भएर तपाईँलाई भनिदिएको 16 लिने मान्छेहरू आइफोनमा सिफ्ट हुनु, एकदम राम्रो फोन छ आइफोन 17। आजको ब्लग कस्तो लाग्यो तपाईँहरू भनिदिनु, अनि फलो एन्ड सब्सक्राइब पनि गरिदिनु। अब तपाईँहरूसित नेक्स्ट ब्लगमा भेट हुँदैछ।